हाई एभ्रिवान, आइम सरी फेरि पनि हजुरहरूलाई तकलिफ दिएकोमा। आज ईदको शुभ अवसरमा म सबैजनालाई एउटै कुरो भन्न चाहन्छु, जति पनि नफरत गर, जति पनि गोर्खा दाजुभाइ दिदीबहिनी हुनुहुन्छ, जति पनि नफरत गर्नुहोस्, मेरो दिल त गोर्खाली नै हो नि। अरू यो माया गोर्खाको जातको लागि यो मेरो स्वाभिमान, म जति इन्डियन हुनेमा घमण्ड गर्छु त्यति गोर्खाली हुनेमा पनि। र मेरो यो गोर्खाको लागि माया, मेरो जातको लागि, मेरो गोर्खा नेपाली भाषाको लागि मेरो माया, भोलि कुनै पनि गोर्खालाई मेरो जरुरत होस्, कुनै पनि गोर्खा मुसिबतमा परोस्, सीमा सुवेदी हमेशा खडा रहनेछ। र तिमीहरू जति पनि गाली दियो, मलाई अब केही फरक पर्नेवाला छैन। र मैले भन्न खोजेको के हो भने, कुनै पनि लेडीलाई, फिमेललाई इज्जत गर्न सिक। अरू हामीहरू सबै एउटै हो, हामीहरू मान्छे अलग अलग होइन। र यो लडाई झगडा, एउटा दिदीले भन्नुभयो, सायद उहाँ रहनुहुन्छ होला, कहाँ रहनुहुन्छ भन्नुहुन्थ्यो, उहाँ बेङ्गलोरमा न कहीँ। पहिलो कुरो दिदी हजुरलाई नमस्ते। अरू आई होप हजुर मलाई सुन्नु हुँदैछ होला। म मेघालयबाट हो, मेघालय जान्नुहुन्छ होला नि है, नर्थ इस्टमै पर्छ है। अरू यो दार्जिलिङमा त नेट बन्द भएको छ भन्नुहुन्थ्यो नि, म बम्बेमा बस्छु, म एउटा सुपर मोडल हो, मेरो नाम गुगल गर्नु होला, हजुरले थाहा पाउनुहुन्छ सीमा सुवेदी को हो है। अर्को कुरा, नेपाली जातलाई, नेपाली भाषालाई गाली दिँदा हजुरहरूलाई जति दुख्छ नि, मलाई पनि त्यति नै दुख्छ। अब बुझ्नुभयो? कसैको फोटो तल नराम्रो कमेन्ट गर्न त धेरै सजिलो छ, तर त्यो मान्छेको अन्तरमा छुपेको देश प्रेम र जात प्रेमलाई हजुरहरू कसरी मार्न सक्नुहुन्छ? र सब फाल्टुगिरी छोडेर हामीहरू अहिले गोर्खाल्यान्डमा कन्सन्ट्रेट गरौँ। अरू दिदीले जस्तो भन्नुभएको थियो, दार्जिलिङको दिदी खै कहाँको हो, दार्जिलिङको मान्छेले त त्यसरी नभन्नुपर्ने है, किनभने हामीहरू नर्थ इस्ट सबै एउटै हो। मलाई थाहा छ हामीहरूको नेपालबाट पनि धेरै सपोर्ट पाइएको छ, उहाँहरू पनि चाहनुहुन्छ जे हामीहरू गोर्खाल्यान्ड पाऊँ, नेपाली भाषाको इज्जत होस्, म यही चाहन्छु, त्यहाँभन्दा केही पनि होइन। हजुर बहुतले बहुत कुछ भन्नुभयो, अहिले भी कमेन्ट बहुत नराम्रो आउँदैछन्, लेकिन साँच्चै नै नेपाली भाषा र नेपाली जातलाई, नेपाली मान्छेलाई इज्जत गर्नुहुन्छ भने अलिकति नारी जातको इज्जत गर्न सिक्नुहोस्। गल्ती सबैबाट हुन्छ, सायद मबाट भी भयो होला, हजुरहरूबाट भी भयो होला, तर यस गल्तीलाई सुधारेर हामीहरू एक भएर एउटा गोर्खा जात बनिएर चलौँ। यसले हामीहरूलाई बहुत धेरै नै फाइदा हुन्छ। हामीहरू पुरा विश्वमा राज गर्न सक्छौँ, विश्वमा नाम कमाउन सक्छौँ, किनभने गोर्खा जातमा ट्यालेन्टको कमी छैन। हामीहरू गोर्खा आज ब्रिटिसले यस्तो विश्वास गरेको जात हो, भारत आर्मीले यति विश्वास गरेको जात हो। र म धेरै हजुरहरूको टाइम लिन चाहन्न, म भी आफ्नो स्केड्युलमा बहुत धेरै बिजी छु। अनि त्यो दिदीलाई पनि म भन्छु, म दार्जिलिङमा बस्दिनँ पहिलो कुरो है। हजुरले भन्नुहुँदै थियो सीमा बहिनी यो त गोर्खा होइन बङ्गाली हो, अरू के भन्नुभयो, ममता ब्यानर्जी सरकारसँग त भन, हिम्मत छ भने है। यत्रो गोर्खाको पोस्ट प्रमोट गरेको दिदी हजुरको कि आँखाले देख्नु भएन न, चस्मा लाउनुहुन्छ। हामीहरू आफ्नै बिचमा हेर, तिमीहरू र हामीहरू कसरी लडाइँ गर्दैछौँ, फाइदा कसो अर्कालाई हुँदैछ, अहिले तिमीहरू यस्तो गर्दैछौ, म भी यस्तो लडाइँ, र यो सब त्याग्नुहोस्। म सबै नेपाली भाषी गोर्खा जातलाई म इज्जत गर्छु। हजुरहरूले यस्तो नभन्नु होला कि सीमाले फेरि के भनिन्, नेपालको मिडिया स्पेसली आइम रिक्वेस्टिङ टु यु, गोर्खा चेली हुँ म पनि, मेरो पनि खुनमा गोर्खाकै खून छ। हजुरहरूलाई यस्तो रिस उठ्छ भने मलाई पनि कति रिस उठ्छ होला, यो भी याद राख्नु होला। थ्याङ्क यू भेरी मच। मेरो हमेसा राम्रो विश गोर्खा जात र गोर्खा समाजको लागि हमेसा रहन्छ। अरू पुरा विश्वमा जति पनि गोर्खाहरू हुनुहुन्छ उहाँहरूलाई पनि, इफ आई हर्ट यु देन आइम सरी, बट स्टिल किप सपोर्टिङ फर गोर्खाल्यान्ड। गोर्खा एउटा भाषाले, गोर्खा एउटा शब्दले पुरा नेपाली भाषीलाई रिप्रेजेन्ट गर्छ। र प्लिज अलिकति सम्झिनुहोस्, यो समय नै यस्तो छ, हामीहरू नरिसाउँ, एउटाले अर्कामाथि किचड नउछालौँ, हामीहरू राम्रो गरी एक दुसराले मिलेर काम गरौँ है। हस् त, सबै दाजुभाइ दिदीबहिनीलाई मेरो फेरि पनि ईद मुबारक। भलै त्योहार मुसलमानको होस्, लेकिन हामीहरू सबैजना मिलेर यस त्योहारलाई, जस्तो यसको थिम छ, जे सबै गिला सिक्वा
भुलेर हामीहरू नयाँ सुरुवात गरौँ, हामीहरू एक दुईजनालाई सपोर्ट गरौँ। हजुरहरूको बिना हामीहरू पनि केही छैन, हामीहरूको बिना हजुरहरू पनि केही हुनुहुन्न। र हाम्रो भाषाले हामीहरूलाई, त्यो दिदीले भन्दै थियो मलाई नेपाली आउँदैन, हिन्दी स्क्रिप्ट पढी पढी मेरो नेपालीमा लेख्थे गडबडी छ, त्यो पनि साँचो हो है। हजुरहरू जान्नुहुन्छ होला, कुनै पनि एक्टरलाई सोध्नु होला नेपालमा, उहाँहरूले भन्नुहुन्छ। र त्यही हो, मैले कुनै युट्युबबाट सिकेर नेपाली बोलेको होइन, मेरो रगतमा गोर्खा छ। र जय हिन्द, जय गोर्खा, सबैजना चेनले रहनुहोस्। अब गोर्खाली भएर लडौँ दुनियाँसँग, अनि मजा आउँछ, एक भएर लडौँ है। हस् त, गुड नाइट। अनि त्यो अगाडि भिडियो त्यो गन्दा कमेन्ट गर्नेहरूलाई, सबै गोर्खालीलाई होइन, त्यो अघि जुन चाहिँ कमेन्ट मैले त्यो जुन चाहिँ लाइभ आएको थिएँ, त्यो जसले खराब कमेन्ट गरेको छ उहाँहरूलाई हो। र हस् त, छिटै बहुत जल्द भेट होला सबै नयाँ प्रोजेक्टसँग, नई खुसियाँसँग। अरू भगवान गरून् एउटा यस्तो दिन आओस् सबै गोर्खाली एकसँग भएर हामीहरू खुसियाँ मनाऊ है। हस् त, तीज त्योहार सबै हामीहरूको एउटै हो, किन हामी लडेका जस्तो ठिक होइन है। अहिले हामीहरूलाई सबैभन्दा जरुरत आफ्नो एक दुसराको छ। र सबै पनि गोर्खाहरूलाई मेरो धेरै इज्जत, मैले हमेसा भनेको छु कि म गोर्खा जातलाई इज्जत, आसाममा गोर्खा सङ्गठन गरेको मान्छे, मेरो बुवाले खुदै गोर्खा सम्मेलन आन्छु गर्नुभएको, सीके श्रेष्ठज्यू काठमाडौँबाट उहाँ आउनुभएको थियो, उहाँलाई लास्ट टाइम मैले भेटेको पनि हो। र त्यही हो, त्यही भएर मलाई चाहिँ रिस किन उठेको भने दाजुभाइ दिदीबहिनीहरू, म एउटा कुरो भन्न चाहन्छु। मैले जुन चाहिँ भिडियोमा भनिरहेको थिएँ, हामीहरू नेपाली स्पिकिङ हौँ, हामीहरू तर नेपालबाट आएको होइन। किन भन्दाखेरि भारतमा अहिले हामीहरू यहाँ बसेर नेपाललाई जति माया गरे पनि, नेपाली भाषालाई जति माया गरे पनि, हामीहरूले भारतमा बसेर हामीले भारत माताको गुण गाउनुपर्छ। अरू दाजुभाइ दिदीबहिनीहरू, म साँचो दिलले मेरो देशलाई बहुत प्रेम गर्छु, बुझिहाल्नु होला मेरो एग्रेसिभ देखेर है। र राम्रो गरी सबैजना बस्नुहोस्। अरू गोर्खा जातले, सीमा सुवेदी श्रेष्ठले चाहिँ नि गोर्खा जातलाई रिप्रेजेन्ट गर्छ है, यो कुरो नबिर्सिनुहोस्। हजुरहरूको नराम्रो कमेन्टले मेरो इनबक्समा अरू जात, पन्जाबीहरू, हामीहरूको इन्डियाको अरू जात, अभियसली उहाँहरूलाई नराम्रो लाग्छ नि, म इन्डियन चेली हो, यो भी नबिर्सिदिनु होला है। अरू अब त मेरो एकदम मन छ, अन्तरले चाहन्छु एउटा नेपाली फिल्म गर्न। सो जय हिन्द। अरू मेरो नेपाली सुनेर कस्तो लाग्यो, सरप्राइज है। हस् त, धेरै धेरै धन्यवाद सबैलाई, सबै दाजुभाइहरूले मलाई सपोर्ट गरेकामा धेरै धेरै धन्यवाद। जति पनि रिसाउनु भएको छ हजुरहरूलाई भी धन्यवाद है। रिसाउनुहोस्, आफ्नो मान्छेसँगै आफ्नो मान्छे रिसाउँछ होइन। हस् त, धेरै छिटो भेट होला है। र म आउट अफ कन्ट्री जाँदैछु 2-3 दिनको लागि, 4-5 दिनको लागि मेरो प्रोजेक्ट छ। त्यहाँ पछाडि हामीहरू आफ्नो गोर्खाल्यान्डको लागि, आफ्नो भाषाको लागि साथ मिलेर फाइट गरौँ। अब हेरौँ न कति मजा आउँछ है। हस् त, मुरी धन्यवाद वान्स अगेन। गुड नाइट, मर्निङै भइसक्यो, तै भी नाइट है। बाई बाई, एन्जॉय गोर्खा, किप सेइङ जय गोर्खा। जय मा काली आयो गोर्खाली, त्यो भी भन्नु होला। नमस्कार।